ओइ माका टक हान्दा रहेछ छोरी मलाई एकै बारमा दिन्छ माइजू एकै बारमा दिन्छ ल अन्त ल ल ल तर माइजूले दिएन के गर्ने एकै झट्कामा दिएन माइजूले त मलाई नाना त आज राम्री भएर बसेको छ त हुँदैन हुँदैन मामा के भन्छ तपाईँ हुन्छ कि हुँदैन मामा भन्नु त आमा आमा गनाउ छ त सङ्गमका आमा हो सङ्गमका आमा गायो लाउरे चाहिँ यो लाउरेको लाउरे दाँदैन हो लाउरेले भात खाँदैछ चाहिँ लोकल कुरा है मान्छे त लोकल यत्रो आधा केजीको थियो आधा केजी थियो है दुईटाको हो दाँतै नगएको मान्छे हेलो नमस्ते सबैजनालाई अनि आज चाहिँ म चाहिँ कहाँ छु भन्दाखेरि चाहिँ गाउँमा छु अनि हिजो भर्खर आएको क्या भन्दाखेरि चाहिँ अनि अहिले चाहिँ हामी कहाँ गएको भन्दाखेरि चाहिँ म कहाँ आइपुग्यो भन्दाखेरि चाहिँ अहिले माइजूकोमा आएको छु ठुलो माइजूकोमा अनि ठुलो माइजूकोमा आएको छु किनकि मलाई बिहानै हिजै फोन गरेको थियो कहाँ छ भनेर अनि बोलाएको थियो इन्भाइट गरेको थियो अनि आज चाहिँ माइजूकोमा आएको छु अनि यो ब्लग चाहिँ यो ब्लगमा हजुरलाई धेरै धेरै स्वागत छ अनि भन्नु चाहिँ फट्टै आएन कि होइन अनि आज चाहिँ हामी माइजूकोमा छु अनि अहिले चाहिँ हिजो भर्खर आएको गाउँमा अनि गरम चाहिँ धेरै रहेछ अनि $20 त्यसमा त लगाउनु पऱ्यो होइन अनि के हुन्छ भने चाहिँ माइजूले बोलाएको थियो अनि यसो भान्जा आउन त भनेको थियो अनि जाउँ न त आज भनेर माइजूको घर पनि अब ठिकठाकै अब यस्तो छ माइजू घर पनि होइन के गर्ने यस्तै हो दुःख सो गाउँको घर होइन अनि अब जाउँ माइजूकोमा भेटौँ माइजूलाई कस्तो छ बुढी भइसक्यो माइजू पनि पहिला हामी त अब सानोदेखि नभेटेको पनि आई थिङ्क 1 साल भयो होला 1 साल भन्दा पनि न त्यस्तै भयो होला म किनकि पहिला पनि भेटेर त गएको हो अनि आज फेरि इन्भाइट गरेको थिएँ कि माइजूलाई भेट्नु भनेर चलो जाउँ अब के हुन्छ अगाडि होइन माइजूसँग रमाइलो गर्नुपर्छ हल्का हल्का यो भिडियोमा बनिरहनु तपाईँहरूले जसले लाइक गर्छन् लाइक गरिदिनु जसले सब्सक्राइब गर्छ सब्सक्राइब त गर्नु पऱ्यो नि ओके ल जाउँ मैले स्कुटीमा आएको छु यहाँ भाउजूको स्कुटी लिएर अब भाउजूको जे हो त्यो मेरो हो भने जस्तो भयो नि त अहिले गाउँमा आउँदाखेरि चाहिँ अनि ल लाउरे त भइसक्यो अब यसो जाउँ न त अगाडि के हुन्छ ल है माइजूको आयो क्यामेरामा लाग्छ चलो ढक्नु पर्यो नि माइजू के अब के गर्न सुगु त यस्तै हो भाग्यमानी हुनु भन्न न अब चाहिँ भन्दी छोरी ल्याउनु ठीक यो के भन्छ त्यसको माइजू हाम्रो राम्री माइजू त के रे म त राम्रो छैन अहिले पर्वन बाबु हेरे नि त माइजूको लागि हो यो हुन्छ एकदम खै पर्न त थिएन छोरी त दिँदैन छोरी त माइजूले दिँदैन मासिन्छ नि फेरि माउली मासिन्छ नि नभए दिने थियो नि छोरी त दिँदैन माइजूले अब यसो अब अर्को छोरीको लागि प्रतीक्षामा छु अर्को जुनीमा कस्तो घाम छ है यहाँ त घाम त माइजू राम्री हुनु पर्यो है मामा माइजूलाई त राम्री हुनु पर्यो मामा पनि यहाँ बसिरहेछ है कस्तो त्यस्तै थिच्ने न छोरा मान्छे हो नि त चलिहाल्छ है छोरी मान्छे हो होइन यस्तो छ कुरा ल हामी त यहाँ छौँ है यो चाहिँ को भन्दाखेरि को त त्यहाँदेखिमा दादाको छोरा हो नि त हामीसँग यो पनि आइपुगेछ आम्मा म कहाँदेखि आइपुगेछ यो पनि आइपुगेछ मजा छ यहाँ चाहिँ पुरा नेचुरल छ है पुरा जग्गाहरू होइन आम्मा मेरो आज है कुखुराहरू यहाँ कुखुराहरू मेरो कुखुराहरू ओइ माका टक हान्दा रहेछ मैले थुङ्नुमा आउँदो रहेछ यहाँ चल्ला यत्रो चल्ला पक्रेन कोही झाँटा के हो यो चाहिँ कता आउँछ यहाँ चाहिँ गाइस हेर न यहाँ चल्लाहरू त माइजूकोमा चाहिँ दोहोरो रहेछ है तर हुर्केको रहेनछ हुर्केको चाहिँ रहेनछ है ठिकठाकको चल्लाहरू रहेछ ठिकठाक आमा हो यतिको चाहिँ हुनु पऱ्यो नि त गाउँमा चाहिँ गाउँको त फेरि पछ्याउनु पऱ्यो होइन किनभने अब गाउँमा यसो पालेन भने त फेरि खाने कसरी होइन
त्यही त गर्नु पर्यो नि ओइ कहाँ उठ्यो त गिर्यो भने मर्ला नि फेरि हातखुट्टा भाँच्ला नि यहाँ पनि आहा कस्तो नेचुरल छ क्या त चाहिँ फेरि अब सास फेर्नु पनि राम्रो हुने क्या यता चाहिँ नेचुरल क्या माइजूहरूकोमा के रहेछ यहाँ यो त आरटिआर बाइक रहेछ मामाको कहाँ छ अङ्गुर चाहिँ यहाँ तैँले अङ्गुर कहाँ देखेछ यहाँ कहाँ देखेँ गाइस तपाईँले अङ्गुरहरू भन्नु त आम्मामा यहाँ नेचुरल हो नेचुरल पुरा हरियो पर्यो देख्छ यार यहाँ त आम्मामा उता घर कसको होला हेर न आहा के भाङ पनि रहेछ यता त भाङ पनि रहेछ त ऊ यहाँ यो के को बोट हो यो सब होइन के को बोट हो बोट गाइस अहिले चाहिँ म माइजीको पुगेँ माइजीहरू देख्यो होला तपाईँहरूले कस्तो छ भनेर के गरेको यहाँ त के गर्दैछ तेन्जिङ यता आमामा त बबाल छ नि तेन्जिङ यता यस्तो गरेर राख आया मासाले कुकुरको बच्चा आमामा यहाँ हेर आइज हो यहाँ चल जाउँ भित्र जाउँ आइस यस्तै हो त्यहाँबाट रहेछ कुकुरहरू त्यहाँ जाउँ भने गरम छ बहुत ऊ त्यहीँ सर त्यहाँदेखि यहाँ बस्नु चाहिँ बबाल रहेछ है यहाँ चाहिँ बस्नु ठन्डा रहेछ यहाँ चाहिँ बस्नु बबाल रहेछ ठन्डा रहेछ यो बाख्रा खर्च आइज त यहाँ आमा के हो यो छैन छ त कुखुरा आमा भाले यो त खानु पर्यो नि यसलाई त होइन यसलाई त यहाँ त के हो यो मटर मटर हो यो चाना मटर रहेछ यता त कछु यो हाम्रो मालिकले एकबार मलाई कछु काट्यो भने कराउँछ यहाँ हेर हाम्रो कछु यस्तो फल्छ यहाँ यस्तो यो त के होइन यो पनि धेरै हुन्छ है उयो पनि छ उहु त्यहाँ हाम्रो मालिकले कराउँछ त्यहाँ होइन कछु काट्यो भने चाहिँ एकबार कराउँछ यहाँ हेर कछु भनेको यस्तो हुन्छ कि यस्तो हेर त यता यस्तो हुन्छ यहाँ हेर कति छ कछु तपाईँलाई चाहियो भने बरु फ्रीमै ल्याइदिन्छु भन पुलिएर ल्याइदिन्छु होइन चाहियो नि यहाँ त्यहाँदेखि जो अब यो त भइहाल्यो यता गोबर हेऱ्यो बाख्रा त अघि चराउनु गएको छ नाना माइजूहरू तँ जस्तो रहेछ तँ जस्तो खुर्सानी रहेछ माइजूहरूको सम्पत्ति हेरेर आएको मैले सम्पत्ति तपाईँहरूको सम्पत्ति मेरो नाममा गरिदिने अरे माइजूले बादमा यो सबै मेरो नाममा गरिदिनु भनेको न मामा मेरो नाममा गरिदिनु भन्छ माइजूले गाउँघरको त यस्तै हो यस्तो आगोमा जलाउँछ यसरी खान्छ हाम्रो आमा यहाँ बसिरहेछ यता जाउँ न त यहाँ कोख अन्डा निक्लिरहेको छ यता सर के भयो अन्डा लोकल कुखुरा अन्डा यहाँ त यही भइरहेको छ मतलब यो चाहिँ अब यसलाई चाहिँ अब बादमा बनाउनु पर्छ जब भन्नुपर्छ यहाँ चाहिँ अन्डा भएपछि यसरी राख्छ कोल पनि छ यहाँ त माइजू यो पाकेको कोल हो ए काँचो रहेछ काँचो रहेछ देख्नु चाहिँ काँचो देख्छ तर यसमा भित्र पाकेको हुन्छ कि त्यही कारण कि बजार लानुको लागि नि गुम्सा राख्यो ओहो पाएछ यो कुकुर फेरि यहाँ भित्र पनि नआउँदो यहाँ पनि पेन्डिङ छ गाउँघरको त यस्तै हो कि यहाँ मात्रै होइन कि गाउँघरमा पनि सबै जग्गा यस्तो लोकल झाडु यसलाई भन्छ लोकल झाडु होइन लोकल झाडु नि हो बबाल जस माइजूले चाहिँ घरमा शेर पालेको रहेछ माइजू शेर पालेको रहेछ र चिताहरू पालेको रहेछ चितो ल माइजू ल आमा आमा छ के खर्सान्दे माइजू खर्सान्दे मामालाई आमा दिदी भाइको दिदी दाजु दिदीको माया बाछा गर्छ यो गाउँ यो कहाँ गयो लाउरे चाहिँ यो लाउरेको लाउरे दाँदैन हो लाउरेले भात खाँदैछ चाहिँ दाँदैन हो लाउरेले भात खाँदैछ त ल खानु पर्यो अब चाहिँ
लोकल कुरा हो माइजू त लोकल यत्रो यत्रो आधा केजीको थियो आधा केजी थियो है दुइट केजीको जस्तो मुठी मामालाई धन्यवाद धेरै धेरै है भान्जाको लागि माइजूले फेरि कम त माया गर्छ भान्जालाई जान जान दिन्छ नि किन के को चक्कर खाएर होइन नि चक्करलाई लोकल कुखुरा त गर्छ त के गर्छ हाई प्रेसर छ दुःख रहेछ होइन होला त्यसै पनि चक्कर लाग्छ है हाई प्रेसर तल पनि चक्कर लाग्छ है यसलाई त मासु खानु पुगिहाल्छ जाँदाखेरि राउनु भएको थियो नि दाँतै नगएको मान्छे मामा चाहिँ ठिकठाकले खाँदैछ ल खानु छोरी मलाई एकैबारमा दिन्छ माइजू ल अन्त ल ल ल तर माइजूले दिएन के गर्ने एकै झट्कामा दिएन माइजूले त मलाई मामा माइजू त पुरै स्माइल दिन्छ त नि तगडा मेरो प्यारो माइजू प्राण भन्दा नि प्यारो म आफ्नो घाँस काटेर माइजूलाई खाना खिलाउँछ मैले के हो ऊ चाहिँ मामा अहिले हल्का चार्ज भएको छ है त मामा सर्भिसिङ भइसक्यो मामा मिसिनलाई ल भात पनि चढेर खाइसक्यो आमाले भात पनि खाइसक्यो मामाले टन्नैसँग लोकल कुखुरासँग खिलाएको थियो खायो पनि पेट पनि फुल भयो अब घरतिर जाने अनि के हुन्छ अगाडि जानुपर्छ होला स्वर पनि कस्तो भाँचिसकेको छ क्या मेरो यो भुँडी दुखी खतरा भुँडी दुखिरहेको थियो मेरो चाहिँ हिजो आएको बित्तिकै पानीपुरी खाइदिएको थिएँ अनि दुखेको थियो भुँडी ल गाइस अब जाउँ अगाडि अझै पनि अब के रेकर्डिङ हुन्छ सबै भिडियो बनाएर हाल्छु त्यसपछि चाहिँ गर्छु यहाँ त कोलगाछीमा कोल निक्लिँदै रहेछ कोलगाछी ढालिसकेको छ माइजूले अघि भिडियोमा देखाएको छ नि त्यस्तै हुँदैछ म चाहिँ कहाँ आएको छैन यहाँ आमा क्या मजा मजा माइजूहरूको पोटपोटीमा नि त पपाल रहेछ के साग हो यहाँ मामा यो के साग हो यो के साग हो यो त बिटरुट जस्तो छ त बिटरुट के साग भन्छ होला अमिलो हुन्छ नि यो होइन हो कि जस्तो अमिलो हुन्छ मिठो हुन्छ ए हो त्यो है देखेको होला मैले पहिला नि त नाना स्वागत छ तपाईँलाई मेरो ब्लगमा हो आमामा हाम्रो नाना त आज राम्री भएर बसेको छ त आमामा अब फलोवर्स धेरै छैन तर पनि ल ल माइजूले बाई बाई भन्दै न त ल बाई बाई भन्दै आमा जानु पर्यो है अब ल सल्टी नि ल एउटा चिम्मा देऊ न कस्तो नदेखेर चलो बाई बाई